दुईजना तिनजना ल भयो रेडी गाइस रेडी हो ल अब हाम्रो ब्याटल स्टार्ट हुँदैछ दिपेन्द्र भर्सेस दिपेन्द्र जी रेडी हुनुहुन्छ रेडी यता हाम्रो नेक्स्ट अर्को ट्यालेन्टेड हुनुहुन्छ ब्याटलमा एकदम खुमकार हाम्रो विशाल जी आर यु रेडी ल हाम्रो चाहिँ विशाल भर्सेस दिपेन्द्र कुमार जी सँग चाहिँ हाम्रो दर्रो भिडन्त जेबाट ल विशाल कन्टिन्यू लेट्स गो चेक इट आउट त भन्यो भने अलि फिल आउँछ है अभी मजा आएगा ना भिडो विशालले जे भने पनि सही हो निर्मला पन्तको बलात्कारी यही हो निर्मला पन्तलाई खाने अस्ति बलात्कार मलाई भनिस् तैँले बलात्कारी अब गाँडा थाप अब तेरो पारी पारी तेरो पारी छोड्दिन मैले मेरो बाटो मेरो लोन बाटो माल नझारी अभी मजा आएगा ना भिडो गए पानीले आउकेरा छोड्दिन म बाटो माल नझारी छक्का जस्तो देखेको छस् बढाएर आइज तेरो दारी भाइले त थपे पारा ऱ्याप भयो हाम्रो भन्छ सबैले छाडा तमुला पाडा म रागो तमुला पाडा यस यो ब्रस गरायो कि क्या हो सास गरायो माइनसमा जान्छ यसरी जब भन्दा भन्दै यता जब तिमीहरू भन्दा भन्दै ब्याटलमा कोही अड्केर फेरि अकमकिन्छ त्यसबाट हामीले माइनस 1 काटिने गर्छ -1 हुने गर्छ है त्यसैले तपाईहरु भन्दा भन्दै कृपया नअड्किनु नझगझगाउनु उसले भन्छ यसले भन्यो मेरो सास गनाउँछ यसले भन्यो मेरो सास गनाउँछ परफ्युम कम्पनीलाई सोध परफ्युम कम्पनीलाई सोध मेरो सासले परफ्युम बनाउँछ दामी हान्दायो चाहिँ यार कस्तो विशाल मिस्टर विशाल भाइ जरा कम्पनीलाई सोध कम्पनी मेरो सासले तेरो र्याप सुनेर हैरान भयो सबै तेरो र्याप सुनेर हैरान भयो सबै तेरो सासले परफ्युम हैन तेरो सासले परफ्युम हैन बनाउँछ मुसा मार्ने दबाई ल भाइ नाइस नेक्स्ट वान मेरो र्याप ब्याटलले भाछ रे तेरो कट्टु गिलो मेरो र्याप ब्याटलले भाछ रे तेरो कट्टु गिलो तैले खान्न भयो र्याप ढिलो मुसालाई खुवाइदिएको बिग मुसा भयो अमिलो मेरो यहाँनिर भान्सा आएर घिच यहाँनिर भान्सा आएर घिच मेरो कटो भित्र गिलो छ कि सारो छ आएर थिच तैले भनिरहेछस् थिच तैले भनिरहेछस् थिच त आएर मेरो थिच फक्यु बीच साथी हो अति भन्यो साथी हो हान्चुमा उत्तार्नु पारी यसले त अति भन्यो साथी यसलाई पुऱ्याइन्छु एकचोटमा माथि भेट्न आउँछु तँलाई राति बसेस गान थापेर ताती हाम्रो कृष्ण दाइ बिचमा आएर किन जङ्गिरा सपोर्टी भयो होइन यता तिमीहरू लुटेर लगाइदिन्छु म जुत्ताको माला मसँग बढी नबोल भाइ न त तिमीहरूको ज्यान जाला तँलाई त पानीपुरी भइहाल्यो नि पानीपुरी फ्रीमा दिन्छ किनकि तेरो जात त्योसँग मिल्छ
मेरो जात पानीपुरीसँग मिल्छ तेरो झन् त्यस्तै फिल छ फोटो पर थाप मैले तेरो गाडमा मेरो लाडो पिल्छ तेरो आज म लुगा फुकालिदिन्छु तेरो चाकबाट हानेर मुखबाट निकालिदिन्छु जब मैले हान्छु तेरो निस्किन्छ आन्द्रा भुँडी तेरो घरमा डराउन सक्छ बुढी तेरो निकालिदिन्छु गुडी तँलाई पकाएर खाइदिन्छु बनाएर खुदी डराउँछ मेरो मैले जब हान्न सुरु गर्छु डराउँछ सुड्दी अनि अन्टिरको मुती तँलाई त आज म ऱ्यापले यस्तो सिकाउँछु लाडो भन्दा त्यो जस्तो लाडो भनेको तेरो यत्रो छ तेरो बुढा पठा मेरो यत्रो छ भनेर देखाउँछु यसको दिमाग आज खाली हुन्छ सिरुपातेले भन्दा पनि जत्तु ऱ्याप हान्यो अहिले अब यसको कमेन्ट भरि गाली हुन्छ ऱ्यापमा ताली हुन्छ तैँले कसरी सेक्छस् यो पक्का हो तेरो उड्दै उड्दैन त मुजी छक्का हो केटीले थापेर बस्दा पनि मैले सेकिन त सुनिन्दाले कहाँबाट ऱ्याप हानेको मैले त देखिन त गुड तैँले शब्दको गोलीलाई तैँले फेरेर त जातो बाथरुममा अनि ऐना हेरेर बसाएर लामो कहाँ जाँदाखेरि रेफ्री आउँदा